हेलो एभ्रिवान, तपाईँलाई फेरि पनि मेरो आजको सर्ट भ्लगमा स्वागत छ होइन। अन्त अहिले चाहिँ मैले इभिनिङमा भ्लग सुट गरिरहेको छु। किन भ्लग सुट गरेको भन्दाखेरि चाहिँ वेदर चाहिँ यहाँ हिजो अस्तिको दिनदेखि आफ्टरनुन चाहिँ यस्तो डरलाग्दो खराब वेदर हुन्छ नि। तपाईँहरूकोतिर वेदरहरू कस्तो के भइरहेको छ है, कमेन्ट गर्नुहोस् होइन। अन्त यहाँनिर चाहिँ पानी पर्दा हावा पनि आइरहेछ हो, लाइट पनि छैन। अहिले त सबै जग्गामा त्यही होला है, लाइट पनि छैन होला, चार्ज पनि छैन होला फोनतिर हो। अन्त सबैको गाउँ घरमा होइन लाइट नभएको कारणले गर्दा होला फोनमा चार्ज नभएको होइन। त्यही भएर चाहिँ मेरो भिडियोजमा चाहिँ भ्यू नै आउनु छोडिसक्यो होइन। अब लाइट आएपछि चाहिँ भट्टाभरि भ्युजहरू आउँछ हो। सबैको घरमा चाहिँ एउटा पावर ब्याङ्क हुनु चाहिँ धेरै नै जरुरत छ हो। हाम्रो घरमा चाहिँ भाइको असिना पर्नु थाल्यो, ठ्याङ 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 गर्दै देखाउँछु। असिना पर्नु थाल्यो, असिना अब यत्रो ग्राङ ग्राङ गर्नु पऱ्यो। वेदर हेर्नु न कस्तो धेरै लाग्दो हावा हेरौँ न, हावा कस्तो डरलाग्दो हावा चाहिँ यहाँ चाहिँ आकाशहरू कालो कालो हो। कस्तो डरलाग्दो आयो, आम्बो डरलाग्दो हावा पानी त कस्तो चिसो हावा आयो। अन्त यो चाहिँ तपाईँलाई मेरो सानो अपडेट होइन, यहाँनिर वेदर कस्तो भइरहेको छ भनेर। अन्त थ्याङ्क्स फर वाचिङ माई भिडियो। बाई बाई, सी यू इन द नेक्स्ट भिडियो।